यस्तो छ साथीहरु हाम्रो घरमा खुर्माली देख्नुभयो तर यहाँ त के हो र यस्तो छ तर यो काट्दिन्छ नि फुल हैन रे झार हो रे झार तर हाम्रो लागि त फुल हो नि मकैबारी दरेम दरेम करम हेलो साथीहरु वेलकम छ हजुरहरुलाई मेरो नयाँ भिडियोमा आज म नयाँ चेहराको साथमा उपस्थित भइसके हजुरहरुको सामने हैन आयो हजुरहरुको चेहरा त ठिकै होला तर मेरो छैन म चाहिँ यहाँ आइसल टिपिरा छु मेरो चाहिँ पुरै शरीरैभरि यस्तो निस्किया अनुहारमा यस्तो पुरै निस्किया के हो भन्ने कुरा नि तर अहिले चाहिँ अलि ठीक भएको छ साथीहरु हो झर्यो फुल टिपेको त अनि साथीहरु म चाहिँ यस्तो बिरामी हुँदाखेरि मेरो बुढाले चाहिँ मलाई यहाँ पानी बोक्न लिएर आउनुभएको छ यहाँबाट पानी बोकेर उता घर पुर्याउने अरे गाह्रो छैन त सो त्यही हो साथीहरु आज चाहिँ नेक्स्ट डे नेक्स्ट भिडियोमा जोड्दैछु हैन म चाहिँ हिजोको भिडियोमा आज अर्को भिडियो जोड्दैछु अनि यहाँ हुनुहुन्छ मेरो बुढाले घाँस काटिरहनु भयो तर यो फुल हो कि है यस्तो राम्रो फुल छ यहाँ बारीभरि छ यस्तो फुल छ नि अब भोलितिर त यो बेलुका भोलितिरसम्म त यो मस्त फुलिसक्छ के यस्तो छ तर यो काट्दिन्छ नि फुल हैन रे यो झार हो रे झार तर हाम्रो लागि त फुल हो नि कहिले नदेख्नेको लागि त यो फुलै हो यता हेर्नु मेरो चाहिँ अनुहारमा यस्तो निस्केर म चाहिँ केही काम गरेँ हैन अनि घाँस चाहिँ काट्नुहुन्छ उहाँजीले यो डोको भराउने अरे यसमा यति काट्नु भइसक्यो यति काट्नु भइसक्यो अब यति काटेर भराउनुहुन्छ अनि जाने घर आउनलाई चाहिँ भर्खर आएको यो के हो त हजुर टेक्नु भएको के हो त्यो हो कि काट्ने यो यताको सानो यस्तो छ यताको नजारा हाम्रो मकै हो यो मकैबारी दरेम करम भोलिपर्सि यहाँ काँक्रो पनि फल्छ त्यो बेलामा फेरि म काँक्रो पनि देखाउँछु अहिले चाहिँ यहाँ फिलहाल मकै छ साथीहरु अरू त के भनौँ र हैन अरू त के भन्नु र है साथीहरु यस्तै छ जिन्दगी 2 दिनको जिन्दगीमा त्यही पनि अनुहारभरि घाउ निकालेर बसिरहेको छु म धन्यवाद साथीहरु हाम्रो चाहिँ डोको नि भरिसक्यो अब आउने बित्तिकै डोको भरिन्छ के गर्नु यस्तो हाउ फास्ट हामी यहाँ यस्तो धेरै फुलिरहेछ यस्तोको त बर्सात छ के त बर्सात मानि बर्सात यति छ कि अझै पानी त्यो पानी परेर हो कि यहाँ यस्तो भएको नत्र भने त यस्तो राम्रो छ पानी परेपछि सब झिम्रिक्क मरेर बस्छ त्यही छ विडम्बना ओ त्यो घरभन्दा मुनि झन् यस्तो छ पानी बोका बोक्दिनु मेरो घर
यस्ता यस्ता हुन्छन्। मेरो यहाँ टाउकोमा घाउ छ दिमागमा यहाँ घाउ छ भन्ने। हिजो मेरो यहाँ टाउकोमा यस्तै हानेर दुख्यो। अनि बिहान भात खाने बेलामा ठोक्यो ढोकामा, ड्याङ्ग ठोक्यो। टाउकै फुटिन्छ। अनि अहिले मैले यो घाँस बोक्ने थिएँ। म चाहिँ यहाँ बोकेर हिँड्ने बाटो। यहाँ त कति धेरै हुनुभयो रहेछ। एउटा दुईटा तिनटा भट्टाहरू मेरो त आँखा छ के मैले त देख्छु। त्यो हो कि काट्ने यो त्यो उतापट्टिको त्यो यहाँनिर पनि छ नि हेर्नु। हाम्रो घरमा चाहिँ साथीहरू यहाँ हाम्रो घरमा स्ट्रबेरी फलिरहेछ। यहाँ फलिरहेछ यस्तो राम्रो। तर यहाँ पनि थियो, कसले खाइदिएछ। लौ न कि फल्नै बाँकी हो। यहाँ चाहिँ फलिरहेछ। हाम्रो भान्जी आउनुभयो भने यो पनि खाइदिइहाल्नुहुन्छ। भान्जीले यस्तो ट्यालेन्ट हुनुहुन्छ हाम्रो भान्जी चाहिँ है। अनि अर्को कुरा के साथीहरू, हाम्रो चाहिँ यहाँ रहेको आरु अब खाने बेला हुँदैछ। यस्तो राम्रो फलिरहेको छ आरु, खाने बेला हुन्छ अब। यो काग करायो भने के अशुभ हुन्छ अरे होइन पाउन। हाम्रो उतातिरखेरि मान्छे मर्छन् अरे। कसम केही नराम्रो खबर सुनिन्छ अरे के। कसम भनेको के घर आएर बसेर करायो भने फर्किएर त्यहाँ पाहुना आउँछ। नयाँ मान्छे कोही थाहा नआउने भान्जीहरू आउनु। भान्जी आउँछ एउटा फेरि मान्छे उहाँनिर भागेको मैले देखेको छु। उहाँबाट तल देख्यो त्यो त माथि देख्यो। यहाँ म सोझो माथि यहाँ खुर्मली पाकिरहेको झरो। यो एउटा अझै यहाँ छ दुईटा कति खाइसक्यो। तर मैले आज मात्रै खुर्मली त आफू धोएँ, आफू खाएँ। ल त्यही हो साथीहरू। म तर धेरै भिडियो बनाउन सक्ने स्थितिमा छैन। किनभने म बिरामी छु। त्यसैले हेर्दै गर्नु होला, थोरै बनाउने गर्छु। ए सकिसक्यो। अघि मैले टिपेर भन्छ खासै पाएन। पाक्यो त मैले खाएँ पाक्यो। यस्तो मिठो हुन्छ नि यसरी। छिटो मुख बन्द गर्ने।
माइदा धानले हुन्छ। यस्तो छ साथीहरु हाम्रो घरमा खुर्मली देख्नुभयो, तर यहाँ त के हो रहेछ, यस्तो मिठो छ कि फेरि ओ माई गड हुन्छ रे के। त्यही हो साथीहरु, आजको भिडियो यति नै रहेको छ साथीहरु भन्दै के कस्तो लाग्यो भिडियो हेरेर प्रतिक्रिया दिनु होला साथीहरु। अनि मेरो भिडियोलाई साथ सपोर्ट र मायाको पनि एकदम जरुरत छ है साथीहरु भन्दै आजको भिडियो यति नै साथीहरु, बाइ बाइ।